गाइज वेलकम ब्याक टु सुशान्तङ ब्लग। आज हाम्रो मोटु भाइरल बोयले चाहिँ इन्ट्रोडक्सन दिन्छ ल। चढ गर्न त्यो त म एडिट हानिहाल्छु नि। हेलो गाइज वेलकम ब्याक टु सुशान्तङ ब्लग भन्दै चाहिँ आज मोटु हेलो सबैलाई हैन मेरो नाम चाहिँ आकाश भट्ट कुमार हो। मेरो इन्ट्रोडक्सन दियो भने ए दाइ हाम्रो दाइ सुशान्तङ के हो भ्लग हो हैन अब सब्स्क्राइब गरिदिनु सक्यो त्यति नै हो। त्यो के हो इन्ट्रोडक्सन कसरी दिने मैले क्याफै छोडिदिनु कहाँ छोड्यो तपाईँ सिधै आराम भयो चाँडो जाउँ न केटा आएर रातिको 1 बजिसक्यो। 1 चाहिँ बजे हैन ल भर्खर 12:55 भइराछ 12:05 झुट चाहिँ बोल्नु भयो 12:25 भइरा ल 55 हुनुहुन्छ। नङ खाएर बस घरमा गएर भात पकाएर खा। ल यो सब चार्जहरूमा भयो नि है त्यहाँ भयो। ल ल ल केटा ल बचिनी भयो एकजनाले। यो लिफ्टमा त तिमीहरू फर्स्ट टाइम होइन यहाँ त बसेन भने त खुलेकै बन्दै हुँदैन बस्नुपर्छ नि सबैजना। बस्नु त होइन हो भने साँच्ची नै ऊ हेर है अब उमा गयो नि बसिसकेको हुन्छ नि। यो हाम्रो बिल्डिङको चाहिँ अलि अनिवार्य उठ्यो भने खुल्यो है खतरा छ नि। हाम्रो बाइक चाहिँ सेफली हुन्छ है सधैँ यहीँ च्याट्ट ल्याएर। ए यताको त बन्द पनि भइसक्यो नि त है 12 बसिरहेछ है। ल त राम्ररी जान मोटेको कार होइन यो आज यहाँ छोडिदिने मैले छुटेकै हो त है चाबी नेपालमै अब तेरो घरमा भात पकाउनु पर्छ होला त अब तँलाई कहाँ लग्नु मैले भन्दा आज किन यताउति भयो यता उता कहाँ गरेर मैले आज किन ए भिडियो खिच्न भाइले अनि तँलाई मसँग बस्न मजा लाग्यो भने नि त मजा लाग्छ अनि त्यही भने पाएको के भएको यसलाई खिच न ऊ यहाँबाट क्या दामी आउँछ। लामा त कसम उयो लामा के अरे फेदालको जस्तै गर्छ नि रातो सातो उड्दिन्छ रातो सातोमा सङ्केत छ है ड्रिम जबहरू त अब खतरा कमाउँछ है राम्रो कमाउँछ नि। लामाको ट्र्याक्टरलाई त जितिहाल्छु नि म। जा भनेको नि मानेन। लामाको ट्र्याक्टरलाई जित्दिनँ होला त म। भेट्यो 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 केटा भेट्यो अर्को नि रहेछ जुन बेला आक्रमण हुनसक्छ है।
हेलो सँगसँगै जाने डिरेक्टेड भाइ हाम्रो रोहित शेट्टीको भाइ। अब चाहिँ केटा हो होइन, इनफ आयो होइन, अब चाहिँ हल्का रेपमा जाउँ ल। घोडाको रहेछ गडा कहाँ गयो हाम्रो लामालाई त होइन घोडाको रेसमा गदा अरे भने समातेर हुन्छ कि के गरेर हुन्छ हेर चितन नसकेर आउँदै नाटक हेर नाटक रोक्ला भने होला झिमिङ माल आयो भनेर जान्छ नि। हेलो 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 अगाडि पनि हालो, अगाडि पनि बाहिर रिसिङ गरी फेरि म पछाडि जाउँला हौ। नजानी जानी र फुटे तँलाई नि डर लाग्न चाहिँ छोडेछ है, तँलाई नि डर लाग्न त छोडेछ आज। तर गाइज यार आज दामी रमाइलो भयो, किनभने यो अरू बाइकरहरू पनि भेट्यो नि त, अनि जस रमाइलो भयो भनौँ। बिचरा हाम्रो लामा भाइ चाहिँ घोडाको रेसमा गदा भने जस्तो यो कुन रहेछ, त्यो पनि दामी रहेछ, डुकाटी हो क्या। ल स्कुटर पनि आइसक्यो पछाडि आज नहेर के हुन्छ यता जो गरेको सिङ्गलै त्यो सिक्यो बटाएर बटाएर गाई जसरी फुर्किन्छ हुन्न, त्यसले कुरिरहेको रहेछ, साथी साथी रहेछ। गाइज अब चाहिँ हल्का रेस जसरी खेल्छु है त, यस्तोमा त सक्दैन नि फेरि हामीलाई। दामी 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 ओए लामा लामा आएछ लामा। अब चाहिँ हाम्रो यहाँ खाना खाने ठाउँमा चाहिँ एक्सचेन्ज अफर भइरहेछ। मेरो अगाडिको लाइटै बिग्रियो क्या यार। मेरो अगाडिको लाइटै बिग्रेछ यार, हेर त बलिरहेछ यो क्या अगाडिको डिम चाहिँ हुँदैन, डिमै भइरहेको छैन, होइन उयो भइरहेको छैन। वाइट चाहिँ हाने छैन रनमती। ल गाइज यार फेरि चुना लाग्ने भयो क्या, धेरै चाहिँ होइन 20-30 हजार हो। दामी निक्लेको छ। उही लामालाई कस्तो सेक्सी देखेको यार। ओइ अर्को मोटे भाइ अम्बो कति ह्यान्सी देखेको यार कसम। हाम्रो ड्युक 390 आउँदैछ है यो मान्छेको।
मोटे भाइ बसेर झन् लामाको नकुद्ने होला यिनीहरूलाई यहाँबाट चाहिँ बाई बाई गर्नुपर्छ के अरे कस्तो दामी आएको यिनीहरूले हाई गरेको भिडियो रेस खेले होइन हो कहाँ यिनीहरू नि कहाँ सक्नु त यिनीहरूलाई रेस खेल्न ल बाई बाई केटा हो बाई 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 ल सुनेन माकुरीहरूले ओए दामी दिदी र तर कस्तो गाइज यार जे होस् कामसाम दुःख पीडा आफ्नै ठाउँमा छ है तर बेलुका यसरी जे होस् के भन्छ यसलाई अब रिफ्रेस गर्दा अब यहाँ चाहिँ अब अलिअलि अब 80-90 पुग्नु नर्मलै हो होइन बाटो हेरी हेरी अब त्यसमा चाहिँ अब ओभर स्पिड प्रमोट त गर्न खोजेन हामीले अभियस अब बाइकिङ अलि अब मेसिनलाई माया गर्ने मान्छेहरूलाई अलिअलि कुदाउनु त मन लागिहाल्छ होइन तर आज दामी रमाइलो भयो बाइकरहरू पनि भेट्यो सो गाइज हजुरहरूलाई यो भिडियो मन पर्यो होला मन परेमा लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला होइन सो आज चाहिँ हाम्रो सन्तोष भाइले इन गर्छ भिडियो Bye bye. See you later.